वेलकम छ साथीहरू मेरो मिनी ब्लगमा। यो चाहिँ हिजोको हामी हिजो चाहिँ बर्थडेमा गएको थियौँ पर। यहाँ चाहिँ बर्थडे हुँदैछ, हामी बर्थडेमा गएको थियौँ। देख्न सक्नुहुन्छ केक पनि कति राम्रो रहेछ। बर्थडे चाहिँ हामीले एकदम रमाइलो इन्जोय गऱ्यौँ साथीहरू, नानीहरूले एकदम रमाइलो गर्यो। यहाँ चाहिँ किन अलिक अँध्यारो भएको छ। मेरो नानीहरू रुएर चाहिँ दिक्क लागेको थियो। बर्थडेमा रुएर पानी पनि परिरहेको थियो, नानीहरूले पनि एकदम दिक्क लागिरहेको थियो मलाई। अनि रिमा दिदी चाहिँ केक बाँडिदिँदै हुनुहुन्छ बच्चाहरूको लागि। अरूहरू चाहिँ उता बसिरहनु भएको छ, अरू दिदीहरू पाहुनाहरू सबै त्यही बसिरहनु भएको छ। अब फाइनली हाम्रो पुलाउ पाकेर नि रेडी भइसकेछ। यो चाहिँ काँक्राको अचार अलिकति लाइँदैन, अँध्यारो भएछ। साथीहरू माइन्ड नगरिदिनु होला। अब दिदीहरू चाहिँ पाहुनाहरूलाई दिनको लागि रेडी गर्दै हुनुहुन्छ। यहाँ रिमा दिदी चाहिँ उभिरहनु भएको। यहाँ आलुदम पाकेर पनि रेडी भइसक्यो, हाम्रो सलाद पनि रेडी भइसक्यो, यो राजमाको सब्जी हो यो पनि रेडी भइसक्यो, मासु पनि रेडी भइसक्यो। मासु पनि रेडी भइसक्यो हाम्रो पाकेर। हेर्दै खाउँ खाउँ लाग्दो भइसक्यो। आउनुवाला साथीहरू खाना एकदम मिठो भएको थियो। पुलाउ पनि यस्तो दामी छ, हेर्दै खाउँ खाउँ लाग्दो। रिमा दिदी र गीता दिदीले चाहिँ हालिदिँदै हुनुहुन्छ पाहुनालाई दिनको लागि। बर्थडे गर्ल चाहिँ यता हिँड्दैछ नि। यहाँ चाहिँ पानी परेर हिलो ग्याद ग्याद थियो, त्यही भएर उता पास गरिदिँदैछन् रोसु छोरीले चाहिँ। पानी परेर मौसम पनि यस्तो भइरहेछ। अनि मेरो छोरी चाहिँ मामा म नाचेर देखाउँछु है, नाचेर कस्तो राम्रो नाच्छु म भन्दै उफ्रिँदैछ। पानी परेको बेला नाच्न मजा आउँछ मलाई भन्दै उफ्रिँदैछ मेरो छोरी चाहिँ। अनि अब म नाचेर देखाउँछु तपाईँलाई, अनि म भोलिपर्सि स्कुलमा नाचेर फर्स्ट हुन्छु ल मामु, यहाँ हेर्नु है मेरो डान्स भन्दैछ मेरो छोरीले चाहिँ। मेरो छोरीको डान्स कस्तो लाग्यो भनिदिनु होला साथीहरू हेरेर। मेरो भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्टमा भनिदिनु होला साथीहरू। मेरो छोरी चाहिँ पानीमा भिजेर भिजेर उफ्रिएर यस्तो हालत बनाइरहेछ पानी परेर। बाई बाई।